हेलो साथीहरू, ल है मेरो सानो मिनी ब्लग गराएको है। मैले यसो पकाएको जाडो जाडो चिसो चिसो मौसम भएर मैले माछा पकाएको, गोठामा पकाएको, पोरो छ नभन्नु है। गोठामा पकाएको कहीँ कसो मात्रै पकाउँछु, सधैँ पकाउन यसो अलि माछा साथै माछा मासु पकाउँछु। मेरो छोराले दाउरा ल्याउन पठाएको के बोकेर आउँछ त नि। लास्टमा फेरि आफै लिन नगएसँग भएन, छोरालाई हराएर कामै लाएन। मेरो छोरोले फेरि पूजा गर्न पठाए। आज फेरि माछा फ्राई गर्दा बेर हुन्छ, फेरि स्कुल पठाउनु पर्यो, स्कुल जानु पर्यो। ल हेर्नु पहिल्यै सुरु माछा खसेर मेरो छोराले नि माछा खान्छु माछा फ्राई गर्न लाए देखेर खालि फिस भनेर अलि माछा खान खोज्छ। काँडा नभएको माछा ल्याइदिएको बाबु होला भनेर फेरि होइन यता बस्दा भएन, उहाँ कुर्सीमा बसेर घाममा बसेर खान्छ। अब अलिकति त म पनि चाख्न पर्यो। है साथीहरू, सबै भएर खाना लाएँ र है। हजुरलाई पनि खाना खानुभयो?